आज मिस्टर सोनुको पहिलो दिन स्कुल। आज वेलकम सेरेमनी छ। वेलकम सेरेमनीमा जाने आज सोनु। आज स्कुल जाने मान्छे तयारी हुँदैछन्। नमस्कार सम्पूर्ण साथीहरूलाई। आज मेरो बच्चाको जापानिज स्कुलमा वेलकम सेरेमनी हुँदैछ, जसमा म जाँदैछु र तपाईँहरूलाई यो भिडियो मार्फत जानकारी दिने कोसिस गर्नेछु। हेर्नुहोस्, साकुराको फुलसँगै बाबुको जापानिज स्कुलमा एडमिसन पनि सुरु भएको छ। एकदमै आज खुसी छु। छोरो चाहिँ आजदेखि स्कुल पढ्ने भयो। जापान 3 वर्ष भइसक्दा पनि वेगनमा हाल्न नसकेका कारणले गर्दाखेरि अलिकति लेट त भएछ। बिचमा मेरो कम्पनीको डकुमेन्टेसनहरू र वेगन खाली नभएको कारणले गर्दाखेरि अलिकति धेरै टाइम लाग्यो। तर ढिला भए पनि फाइनल्ली यो 26 को अप्रिलदेखि, आजदेखि भनौँ न, अप्रिल 1 देखि मेरो बाबुको वेकेन्ड स्टार्ट भएको छ, जसमा एकदमै खुसी लागिराखेको छ। आमा छोरा चाहिँ पछाडि आउँदैछन्। म अगाडि यसो भिडियो बनाउनु पर्छ भनेर अगाडि हिँडिरहेको छु है। यहाँको दृश्य चाहिँ यही हो साथीहरू। यही बाटो भएर जानुपर्छ। कति टाइम लाग्छ? म यो पार्क नजिक छु। यो जुन फुल देखिराख्नु भएको छ, यो फुलको स्टोरी कतै न कतै नेपालसँग जोडिएको छ। परापूर्व कालमा जापानबाट जापानिज राजा नेपाल घुम्न गएको बेला कैयौँको फुल देखेर एकदम प्रभावित भएछन् र जुन फुल जापान आउँदाखेरि कोसेली स्वरूप नेपाल सरकारले दिएछ र जापानको राजाले ल्याएर जापानमा लगाएका रहेछन्। त्यसपछि त्यही भएको कारणले यसको हिस्टोरी चाहिँ नेपालसँग जोडिएको छ। र मेरो बालेन सरकारले पनि एउटा के अनुरोध छ भने यस्तै बाटो बनाएर
त्यसमा बाबुको होइकिन फिक्स गरेर आइदियो ल। अब चाहिँ भोलिदेखि बाबु यो स्कुलमा आउँछ है त साथीहरू।